आज पनि मेरो फेरि रितेश सापकोटे भनेर परेको छ नाम, त्यसको लागि म फेरि अगाडि उपस्थित भएको छु। मलाई अब हबीहरू धेरै छन्, नाच्ने गाउने सब धेरै कुरा छन्। यो अब हाम्रो यो कन्फरेन्समा यस्तो गर्नुभन्दा एउटा कविता नै फेरि पनि गरौँ कि भनेर मैले गरेको छु होइन। त्यो भएर मैले चाहिँ एउटा लेखेको छु, त्यो फेरि गरौँला, सेकेन्ड हाफमा चाहिँ गरौँला है। मैले लेखेको छु विदुरको वेदना भनेर एउटा लेखेको छु शीर्षक होइन, सुनिदिनु होला। विदुरको वेदना, अब हामीले भन्छौँ नि विदुरको वेदना भनेर, अब विदुरको वेदना कसैले बुझ्दैन। म यो कविताबाट बुझाउने सानो कोसिस मात्र गर्नेछु है त। बिरामी पर्दा तातो पानी खानु भन्दै खुवाउने, बिरामी पर्दा तातो पानी खानु भन्दै खुवाउने, मेरी प्यारी अर्धाङ्गिनी हुँदा कति मजा थियो, मेरी प्यारी अर्धाङ्गिनी हुँदा कति मजा थियो, एक्लोपनलाई हटाउने साथी हुँदा मजा थियो, एक्लोपनलाई हटाउने साथी हुँदा मजा थियो। जीवन किन रोकिए झैं, जीवन किन रोकिए झैं लाग्छ मलाई अहिले, सँगै पार्कमा डुलाउने प्यारी हुँदा मजा थियो, सँगै पार्कमा डुलाउने प्यारी हुँदा मजा थियो। भाग्यमानी त्यो नै रहेछ, भाग्यमानी त्यो नै रहेछ, समयमै मुक्ति पाउने, मेरी प्यारी बुढीसँगै हुँदा कति मजा थियो, मेरी प्यारी बुढीसँगै हुँदा कति मजा थियो। यो समय चक्र घुम्दा, यो समय चक्र घुम्दा एक्लै भए आज, छोडी गएकी ती निष्ठुरी हुँदा कति मजा थियो, छोडी गएकी ती निष्ठुरी हुँदा कति मजा थियो। शरीर पक्कै त्याग्यौ तिमीले, शरीर पक्कै त्याग्यौ तिमीले, सम्झनामा अमर भाछौ, निधरीमै भए पनि साथ दिन तिमी आछौ, निधरीमै भए पनि साथ दिन तिमी आछौ। गए तिम्रा यादले कति, गए तिम्रा यादले कति, दिन रात वर्षहरू सँगै हुने रहर मेरो, लाग्छ मलाई कहिले मरु, सँगै हुने रहर मेरो, लाग्छ मलाई कहिले मरु। धन्यवाद।